दिज्जु खाना पकाउन लाग्छ छ खाना पकाउन लाग्छ न मलाई गुन्द्रुक पकाउन सिकाउन लाग्छ ल ल दुईजना मिलेर खाना पकाउन लाग्छ भनौँ न हैन So hello and namaste everyone, welcome back to our channel with another new video guys. So guys आज चाहिँ हामी साफे जाँदैछौँ साफे भनेपछि हाम्रो ठाउँ अछाम हैन सो यसलाई जानै मन लाग्दैन धनगढी आएपछि यहाँ रमाइलो हुन्छ नि त डेली पार्टी हुन्छ डेली हैन रमाइलो सो गाइस अनि सबै सामान प्याक भइसक्यो यो चाहिँ बसमा जान्छ गाइस अनि बाबाले चाहिँ यो कति केजी 2 केजी चाहिँ मिठाई ल्याइदिएको छ सो अझै 2 केजी त लगिसक्यौँ अझ 2 केजी लग्नु छ रे जिम गर्न जाने हो यही बस्छ नि त अनि अब्बासँग यही बस्छ अब्बासँग हामी जाम साफेको जिम पठाउला नि त लास अहिले गाइस हैन च्यानल जिम हेरेर आएको आफ्नो अब्बासँग सो म जिम जाने रे यही पढ्छु अनि जिम जानु अनि त्यो पनि नै कस्तो हो त सो गाइस अब मैले चाहिँ मुख पनि धोएको छैन म चाहिँ छिटो फ्रेस हुन्छु रेडी हुन्छु अनि निस्किम यहाँबाट गाइस सो गाइस जानुभन्दा अगाडि चाहिँ बाबाले महावीरबाट दही र चिनी ल्याइदिन्छ किनकि मलाई एकदमै मनपर्छ अनि छोला भटुरा पनि मनपर्छ नि त मलाई त्यहाँको त्यो के ल्याइदिन्छ मम्मी ए छोला भटुरा एकदम मनपर्छ मलाई त्यहाँको त्यही भएर त्यो ल्याइदिन्छ अनि अब हामी चाहिँ यो खाएर निस्किन्छ है सो गाइस यहाँ अर्पण यो चाहिँ मेरो भाइ हो गाइस चिन्नुहुन्छ कि नै अहिले बाबु बनी नास्ता गर्दैछ अनि आकाश पनि भ्लगर तपाईको भ्लगर चाहिँ यहाँ नास्ता गर्नुहुँदैछ एकदम लाज मान्नुहुन्छ उहाँ चाहिँ ससुरालीमा आएर म चाहिँ बाबा नास्ता खाँदै बिजिन्छ गाइस अब चाहिँ हामी यहाँबाट निस्किन थाल्यौँ हैन सो अमन नि जाने अनि दिजु पनि आउन लाग्छ छ स्याने चाहिँ भन्ने रोइसिन्छ म जान्छु राम्रोसँग जिउ गरे खै आमालाई अब्बालाई मामाले जिउ गर्छ सो गाइस अब चाहिँ हामी यहाँबाट निस्किन ल जिउ गर्छ अब्बालाई अघि गरे स्याड हुनु भएको छ दिजु गइराख्छ भएर अब नरुनु के आइहाल्नुहुन्छ एक हप्तामा चिन्ता एक हप्तामा पठाइदिन्छु के हामी चाहिँ अब यहाँबाट निस्किन थाल्यौँ हैन अर्पण बाबु यहीँ बस्ने अनि भिनाजु यहीँ छुट्सिदो भयो अनि अल्का दिजु म स्याने अमन यहाँबाट निस्किन थाल्यौँ गाइस यहाँबाट मिठाई किन्यौँ भर्खर सो निस्क्यौँ अब गाइस यहाँनिर भिनाजुलाई छोडेर भिनाजुको अफिसनिर हामी निस्किन थाल्यौँ दिजु बाइक चलाउन लाग्छ आज सो जाम गाइस बाटोमा भेट हामीहरू चाहिँ खाना खाने ठाउँमा पुग्यौँ अनि स्याने चाहिँ सुतिसकेको थियो क्या पुरै अझ निन्द्रा लागेको छ सो अनि अल्का र दिजु चाहिँ पछाडि नै छन् गाइस अब कति बेला पुग्छन् हामी यहाँ वेट गरिरहेको छु कन्टिन्यू आयौँ कि आज 10 बजे निस्क्यौँ एकदम ढिलो भइसकेको थियो सो यहाँ खाना खानुपर्ने हुन्छ गाइस अल्का चाहिँ डिल गर्दैछ गाइस होलीको सामान आउँदैछ नि त त्यो मिलाउँदैछ रेट 5 रुपियाँको अनि सो अमलले नि खाइसक्यो छोर चाहिँ बाइकमा बसिरहेछ पुरै हो सो गाइस अब यहाँबाट यो खाएर खाना निस्क्यौँ सो गाइस हामी चाहिँ मार्कु पुग्यौँ अँध्यारो भइहाल्यो गाइस अब यहाँबाट हामीलाई लगभग 10-15 मिनट लाग्छ सो मेरो छोरो चाहिँ अहिले सुत्स्या थियो अहिले उठ्स्या छ अनि एकछिन यहाँनिर अब केही खाएर जाउँ सो गाइस भनौँ नि त भ्लगलाई राति कन्टिन्यू गर्नु पाएन एकदम थाके त अनि सुतिहालेँ म अनि गाइस म अहिले एकदमै ढिलो उठेँ अनि अहिले चाहिँ खाना पकाउँदै हुनुहुन्छ दिजु खाना पकाउन लाग्छ अनि ल ल दुईजना मिलेर खाना पकाउन लाग्छ भनौँ न होइन खानामा चाहिँ आज मासु पाक्यो हल्का मासु पाक्दैछ तरकारी आज त स्पेसल होला नि त त्यसो भए सो गाइज अनि भनौँ न होलीको सामानहरू पनि पुगिसकेको छ अनि अब चाहिँ मैले सबै सामान खोल्दैछु गाइज होइन सो अब धनगढी त एकदमै घुमियो रमाइलो गरियो सबै ठाउँ होइन अब चाहिँ काम पनि गर्नुपर्ने हुन्छ गाइज सो आज चाहिँ अब दिनभरि मेरो सामान खोल्नेमै बित्छ अब एकछिनमा खाना खान्छु अनि त्यसपछि कन्टिन्यू गर्छु यो कामलाई छोरो गर्मी लागेको छैन होइन यति चिसो छ हाफ प्यान्टमा उत्रिसक्यो हजुर खै मलाई थाहा भएन अर्को हुन्छ अनि तिमी फुटबल खेल्ने त आज क्रिकेट खेलाडीले फिजिकलको लागि फुटबल खेल्नुपर्छ है ल हजुर फुटबल छैन त छ खै देखाउ त निकाल न हातले फुटबलरले देखाउ त देखाउ यहाँ वाउ सेम ड्रेसको कलरको छ त हजुरको लुगाको कलरको सो गाइस अब भनौँ न लगभग कति 1 हप्तापछि घरको खाना हुँदैछ गाइस अनि यो खानामा के बनाएको छ भात यो खसीको मासु हल्का खसीको मासु तरकारी चटनी अनि पापडहरू यहाँ छ अनि यो चिकन हो
यो चाहिँ कुखुराको मासु, यो चाहिँ हामीलाई खसीको मासु। धेरै दिनपछि घरको खाना खाइदिन्छ नि दिजु। दिजु त यहाँ बसेर खान लाग्छ भुइँमा। दिजुलाई खसीको मासु चल्दैन, हामीलाई चाहिँ कुखुराको मासु चल्दैन। हल्काले हेर्दाखेरि त खाना आज मिठो बनाएको छ, अब कति खाइने हो? अब खाँदाखेरि मिठो हुन्छ कि छैन होइन? गुन्द्रुक पनि बनाएको छ? खै गुन्द्रुक कहाँ छ? ए यो गुन्द्रुकको तरकारी। सो गाइज अब खाना स्टार्ट गरौँ। यो चाहिँ गुन्द्रुकको तरकारी। मैले खाएको छैन नि त्यसरी खासै गुन्द्रुकको तरकारी दिन्छु। हजुरले खाइसकेको छ? मैले खाएको छ। यहीँ भुइँमा बसेर खान्छु गाइज। हाम्रो किचन सानो छ, स्पेस पनि सानो छ। म यहाँ बस्छु, दिन्छु यहाँ, अल्का त्यहाँ। अल्का त कडाईमा पनि खाइहाल्छ लास्टमा। सो गाइज भनौँ न राति एकदमै थाकेर होइन भ्लगलाई कन्टिन्यू नै गर्न पाएन, सुतिसकेको थिएँ म काम गर्दा गर्दा। भोलिको सामानहरू आएको थियो नि त। सो गाइज अहिले चाहिँ कति बज्यो? 8:30 बजिसक्यो बिहानको होइन। अनि अल्का यहाँ सुत्याएको छ गाइज, मुख नुकाउँदै छैन अहिलेसम्म। 9 बजीसम्म सुत्याएको छ, नास्ता पनि पकाउँदैन। दिजु फ्रेस भएर नास्ता पकाएर हामीले खाएर अझ आएर अल्कालाई उठाउँदो छ, दिजु पनि पल्टिहाल्छ। यस्तो मान्छे छ गाइज। सो गाइज अहिले सामानहरू धेरै खोल्नु पर्ने छ। सो भ्लगलाई कन्टिन्यू गर्न सो गाइज भनौँ न सामानहरू धेरै खोल्नु पर्ने छ अनि भ्लगलाई कन्टिन्यू गर्न पाइरहेको छैन। खोल्छ 2 बजीसम्म भ्लगमा देखिहाल्छ। सो गाइज योभन्दा अझै राम्रो भ्लग आउँदैछ। अब होली नै आउँदैछ गाइज। सो यति भन्दै आजलाई बिदा लिन चाहन्छु गाइज। सो बाई बाई, टेक केयर, सी यू सुन इन नेक्स्ट भ्लग।